यो घर किन्ने व्यक्तिलाई चाहिँ अहिले चलिरहेको शिक्षक आन्दोलनमा एउटा टिकटक बनाउने मौका हामी दिनेछौँ। नमस्कार दर्शकबिन, आज हामी घरधनी रियल इस्टेट सल्युसनले हजुरहरू सामु बुढानील कण्ठ 13 चुनीखेल मेन रोडबाट जम्मा 2 किताभित्र ब्रान्ड न्यू सेमी बङ्गलो सेमी फर्निश प्रपर्टी लिएर हट सेलमा आइसकेका छौँ। एम्पल पार्किङ भएको 2.5 तल्लाको 3 आना क्षेत्रफलमा फैलिएको, अगाडि 13 फिटे ढलाने बाटो भएको, पश्चिम उत्तर मोडा रहेको, वास्तुशास्त्र मिलेको, एकदमै प्रिमियम फिनिसिङ भएको ब्रान्ड न्यू सेमी बङ्गलो लिएर हट सेलमा आइसकेका छौँ। आजै नै हामीलाई सम्पर्क गरेर यो प्रपर्टी बुक गरिहाल्नु होला। यति राम्रो प्रपर्टी, यति मिलेको प्रपर्टी बुढानील कण्ठ एरियामा सायरै पाउनुहुन्छ होला। आस्किङ प्राइस जम्मा 2 करोड 65 लाख छ। तुरुन्तै बुकिङ गर्नेको लागि राम्रो नेगोसिएबल पनि हुन्छ है। आउनुहोस् यो घर एकचोटि एक्सप्लोर गरिहालौँ। यतिखेर हामी ग्राउन्ड फ्लोरमा छौँ। यो रेन्टल अप्सन हो, 2 BHK टोटल यसको फ्लोर प्लान छ। किचन सेक्सन देख्न सक्नुहुन्छ। सानो परिवारलाई हुने खालको राम्रो किचन छ। क्याबिनेट सेक्सन यो भयो, स्टेनलेस स्टिलको अन्डरमाउन्ट सिङ्क छ, भेन्ट हुड पनि भएको, ग्रेनाइट काउन्टर टप भएको मजाको किचन सेक्सन छ। टिभी क्याबिनेट्री अथवा शोकेस पनि भन्न सक्छ। यहाँ त सोफा राखेर लिभिङ रुमको रूपमा पनि प्रयोग गर्न सक्नुहुन्छ अथवा डाइनिङ सेटअप पनि यहाँ लगाउन सक्नुहुन्छ। यहाँबाट यता आउँदाखेरि बेडरुम नम्बर 1 छ। टेनेन्ट्सहरूको लागि ठुलो रुम छ। फल सिलिङ लाइटिङ मजाको छ, कलरिङ राम्रो छ। नेचुरल लाइट एक्सेसको लागि स्लाइडर विन्डो छ जसमा आइरन बारको प्रोटेक्सन पनि दिइएको छ सिक्युरिटीको लागि है। यहाँनिर पनि एउटा भेन्टिलेसनको लागि नेचुरल लाइट छ, आइरन बारको प्रोटेक्सन छ। माथि भोइड छ। यसबाट ब्याकयार्डमा हेर्नुभयो भने पछाडि भोइड छ। माथि मजाले हावा पासेज हुन्छ घरमा। कहीँनिरबाट पनि ब्लकेज छैन। 3 आनामा मजाले बनाइएको छ। अलिकति अगाडि आउनुहोस्, कमन फुल बाथरुम छ यहाँ टेनेन्ट्सहरूको लागि। एकदमै सुविधा छ कि यो घरमा मजाले रेन्ट लाग्छ तुरुन्तै। करुणा हस्पिटलबाट नजिकै छ। तुरुन्तै मन्थली अर्निङ पनि गर्न सकिने। अर्को बेडरुम यहाँ पनि छ। टोटल 2 BHK फ्लोर प्लान रहेको यो घरमा। यो बेडरुममा पनि सबै कुरा छ। लाइटिङ, कलरिङ, फल सेटिङ मजाको छ। स्लाइडर विन्डो छ नेचुरल लाइटको लागि जसलाई आइरन बारले प्रोटेक्सन दिइएको छ। यो भयो हजुरको रेन्टल स्पेस। यहाँबाट हामी माथि ओनर स्पेस तर्फ जान्छौँ है त दर्शकबिन। यतिखेर भने यो ब्युटिफुल प्रपर्टीको ओनर स्पेसमा छौँ। टोटल फ्लोर प्लान 4 BHK रहेको छ ओनरको लागि, जसमा एउटा मास्टर बेडरुम विथ अट्याच बाथरुम। यो चाहिँ हजुरको लिभिङ हल ड्रोइङ स्पेस हो। स्पेसियस छ, एम्पल स्पेस भएको लिभिङ रुम छ। मजाको सोफा राखेर, एउटा टी टेबल राखेर एकदमै राम्रो बैठक कक्ष बनाउन सकिन्छ। बाल्कनी एक्सेस पनि भएको, पार्केटेड फ्लोर छ। फ्लोर सेलिङ, लाइटिङ, कलरिङ मजाको छ। नेचुरल लाइटको लागि स्लाइडर विन्डो पनि छ। मिनी साइज स्यान्डलियर, वल्स कन्सेसहरू पनि देख्न सक्नुहुन्छ। एउटा राउन्ड अबाउट एङ्गल हेर्नुभयो भने यहाँनिर टिभी क्याबिनेट्री पनि देख्न सक्नुहुन्छ। मजाको एकदमै प्रिमियम फिनिसिङ भएको छ। यतापट्टि एउटा शोकेस पनि छ देख्न सक्नुहुन्छ। एकदमै राम्रो लिभिङ हल ड्रोइङ स्पेस छ दर्शकबिन। यति मजाको प्रपर्टी छ नि यो 3 आना क्षेत्रफलमा। यति मजाले फिनिसिङ गरिएको प्रपर्टी बुढानील कण्ठ एरियामा बिरलै पाइन्छ है। ल यो लिभिङ हल ड्रोइङ स्पेसबाट अलिकति यता आउनुभयो भने अर्को एउटा बेडरुम अप्सन ओनरको लागि हो। यो नर्थ साइडपट्टि 2टा बाल्कनी एक्सेस भएको, एम्पल नेचुरल लाइट, फल सिलिङ लाइटिङ, कलरिङ मजाको, वल्स कन्सेसहरू भएको, एकदमै राम्रो इलेक्ट्रो फिटिङ्सहरू भएको, प्रिमियम सामान हालेर बनाइएको यो एउटा बेडरुम अप्सन भयो। फेरि लिभिङ हल ड्रोइङ स्पेसको राउन्ड अबाउट एङ्गल देखाउँदै अलिकति अगाडि आउनुभयो भने हजुरले देख्न सक्नुहुन्छ एउटा कमन सेयर बाथरुम टु माई लेफ्ट। अफ कोर्स हेर्नुहोस्, फुल बाथ अप्सन हो। सावर, सिङ्क, बिडेड, टोयलेट, फसेट, टावल हुक, टाइल फ्लोरिङ गरेको छ। ब्याक स्प्ल्यासेसहरू पनि एकदमै राम्रो छ। प्रिमियम फुल बाथ कमन सेयर अप्सन हो। भित्र आउनुहोस्, मास्टर बेडरुम, पार्केटेड फ्लोर छ, बाल्कनी एक्सेस छ टुवर्ड्स द नर्थ एन्ड, नेचुरल लाइटको लागि स्लाइडर विन्डो छ, फल सेटिङ लाइटिङ कलरिङ मजाको छ। यहाँनिर एउटा अट्याच बाथरुम पनि छ। यो हजुरको मास्टर बेडरुम हो है ओनरको लागि। फुल बाथ हो। ऑल फिक्चर्स एमेनिटिज रिक्वायर्ड फर अ बाथरुम एभाइलेबल है। हेर्न सक्नुहुन्छ मजाको टोयलेटरिजहरू त्यहाँ एड अन इन्स्टलेसन भएको छ। अब यो रुम पनि पार्किटिङ गरिएको छ है दर्शकबिन। यति मजाको फिनिसिङ छ कि यो घरको मैले बयान गर्न सक्दिनँ। अब चाहिँ हामी माथिल्लो फ्लोरमा जान्छौँ जुन चाहिँ यो घरको टप मोस्ट फ्लोर पनि हो। अलराइट लेडिज एन्ड जेन्टलमेन, अब भने
यो स्टेयरकेस हुँदै हामी टप मोस्ट फ्लोरतर्फ जाँदैछौँ। यो घरको आउनुहोस् ग्रेनाइट फ्लोरिङ गरिएको छ, वुडन बिम्सहरूको प्रयोग भएको छ, बलुस्ट्रेडमा पनि जङ्गली सिसो प्रयोग भएको छ, मजाको लाइटिङ कलरिङ गरिएको छ यो वकिङ स्पेसमा प्यासेज वेमा। र यहाँबाट माथि यो स्पाइरल स्टेयरकेसको टपमा पनि पूजा गर्ने ठाउँ छ, वर्शिप कर्नर छ, कवि कर्नर हो एउटा। वास्तुशास्त्रको हिसाबले पनि घरको टपमा पूजा कोठा हुनु भनेको एकदमै राम्रो हो। अलराइट, यतिखेर भने हामी ओनर स्पेसको यो किचननेट सेक्सनमा आएका छौँ, टप मोस्ट फ्लोरमा छौँ। यो ब्युटिफुल प्रपर्टीको किचन डाइनिङ सेटअप हो, यो देख्न सक्नुहुन्छ। सो केसेसहरू, क्याबिनेटरी सेक्सन मजाले देख्न सकिन्छ। स्टेनलेस स्टिलको सिङ्क राखिएको छ, अन्डर माउन्ट सिङ्क हो यो। ग्रेनाइट काउन्टर टप छ, चिम्नी पनि एकदमै प्रिमियम क्वालिटीको छ। डबल साइडर क्याबिनेटरी छ, मजाको किचननेट स्पेस छ, ह्याङ्गिङ लाइट्सहरू भएको। नेचुरल लाइटको लागि चाहिँ एउटा स्लाइडर विन्डो पनि दिइएको छ होइन, भेन्टिलेसनको लागि पनि राम्रो वास्तुशास्त्र मिलेको। यहाँबाट अलिकति यतातिर लाग्नु भयो भने अर्को पनि एउटा बेडरुम अप्सन जसमा पार्किटिङ गरिएको छ, बाल्कनी एक्सेस पनि छ, नेचुरल लाइटको लागि स्लाइडर विन्डो छ, फल सिलिङ लाइटिङ कलरिङ सबै चिज मजाको छ है दर्शकबिन। ठ्याक्कै त्यहाँबाट बाहिर आउनुभयो भने कमन शेयर फुल बाथ अप्सन छ, अल टोयलेटरिज फिक्चर्स रिक्वायर्ड फर अ बाथरुम एभाइलेबल। यदि मजाको घर छ नि दर्शकबिन, 3 आना क्षेत्रफलमा बनेको मजाको पार्किङ भएको रेन्टल अप्सन 2 BHK, माथि ओनरको लागि टोटल 4 BHK, जसमा फाइनल गेस्ट बेडरुम अथवा लास्ट बेडरुम भन्न पनि सकिन्छ। यो घरको एउटा राम्रो खालको बेडरुम यहाँ मेरो लेफ्ट ह्यान्ड साइडमा छ। मिडियम साइजको रुम छ तर गेस्टलाई मजाले एडजस्ट गर्न सकिन्छ। पार्किङ गरिएको छ, फल सिलिङ लाइटिङ कलरिङ मजाको छ, नेचुरल लाइटको लागि स्लाइडर विन्डो छ, बाल्कनी एक्सेस पनि भएको छ। एउटा होटेल जस्तो भाइब दिइरहेको छ यो घरले, हरेक रुममा बाल्कनी भएको, हरेक रुममा चाहिँ मजाको लाइट एक्सेस हुने, लाइटिङ कलरिङ एकदमै प्रिमियम क्वालिटीको बबाल फिनिसिङ भएको घर छ। आउनुहोस् बाहिर एक्सटेरियर एलिभेसन कस्तो होला त्यो घरको। अलराइट, यतिखेर भने हामी आउटर टेरेस, मिनी टेरेस, हाफ टेरेसमा छौँ, जसमा टाइल फ्लोरिङ गरिएको छ। वालहरूमा ग्रेनाइट काउन्टर टप राखिएको छ, वाल लाइट्स कन्सेसहरू राखिएको छ, प्रिमियम फिनिसिङ दिइएको छ, देख्न सक्नुहुन्छ। कलरिङ पनि प्रिमियम छ, 15-20 वर्ष ढुक्कै छ, यति मजाको कलर लगाइएको छ। यो आइरन स्पाइरल स्टेयरकेस हुँदै हामी घरको रुफटपतर्फ पनि जाँदैछौँ। आउनुहोस् है दर्शकबिन, यतिखेर हामी घरको रुफटपमा आएका छौँ, दिउँसोको समयमा सुट गरिरहेका छौँ। यहाँनिर सोलर प्यानलको इन्स्टलेसन देख्न सक्नुहुन्छ। 2टा हिलटेकको 1000 लिटर सिजको ट्याङ्क पनि छ, वाटर फिल्टरेसन पनि छ। रुफटप एरियामा मजाले एउटा सिङ्क फसेट पनि राखिएको छ, टाइल फ्लोरिङ गरिएको छ, वाल्सहरूमा ग्रेनाइट काउन्टर टप, लाइटिङहरू सबै प्रिमियम छ। कस्तो राम्रो सिनिक ब्युटी यो घरको, एकदमै प्रिमियम घर छ। जम्मा 2 करोड 65 लाखको आस्किङ प्राइस छ, तुरुन्तै बुकिङ गर्नु होला। अलराइट लेडिज एन्ड जेन्टलमेन, के छ त विचार, किन्ने होइन त यो घर? बुढानील कण्ठ 13 जस्तो प्रिमियम लोकेसन, 2.5 तल्लाको सेमी बङ्गलो, त्यो पनि ब्रान्ड न्यू एम्पल पार्किङ भएको, रेन्टल अप्सन 2 BHK, माथि ओनरको लागि 4 BHK, रुफटप, यति मजाको खानेपानी, बत्ती, बिजुली, ढल, केबल, इन्टरनेट लगायत यावत सुविधा भएको, अल पब्लिक सोसल एमिनिटिज सबै नजिकै भएको, मेन रोडबाट जम्मा 2 किता भित्र, कोरोना हस्पिटल नजिकै छ, स्कुल कलेज हस्पिटल छेउछाउमै छ, मिठो हावा आइरहेको छ। दिउँसोको समयमा खिचिरहेका छौँ। 3 आना क्षेत्रफल हो, यसको आस्किङ प्राइस जम्मा 2 करोड 65 लाख हो। रेट नेगोसिएबल हुन्छ। तुरुन्तै तल दिएको कन्ट्याक्ट डिटेल्समा हामीलाई सम्पर्क गर्नुहोस्। यो घरको पेपर्स हजुरको नाममा गराउने जिम्मा हाम्रो हो। आजै नै कल गर्नुहोस् हामी घरधनी रियल इस्टेट सल्युसनलाई, किनभने अब घरधनी बन्ने पालो तपाईँको।